दुईटा भयो, अर्को के हो माटोको, जसलाई पार्थिवेश्वर भनेको होइन। यो तीनटा भन्दा चौथो वस्तुको शिवलिङ्ग बनाउने विधान शास्त्रमा छैन, बनाउन सबैतिर हुन्छ। अब कति बनाउने भन्दाखेरि अङ्गुष्ठ मात्र प्रमाण यति हो, धेरै ठुलो होइन। अब बनाउँदै यत्र छन्। अनि अर्को एउटा के तपाईँहरूलाई बताउँछु, तपाईँहरू जाँचले ज्योतिर्लिङ्ग जानुहोस्, त्यो बाहिर कभर लगाएर ठुलो पारिएको हुन्छ, तर शिवलिङ्ग सानो हुनुहुन्छ। ओमकारेश्वरमा यो किन बताउँदैछु भन्दाखेरि तपाईँहरू झुक्किनुहुन्छ। हिजो महाकालमा चाहिँ ठुलो विग्रह श्रृङ्गार गरेको, त्रिपुण्ड उर्ध्वपुण्ड लागेको दिव्य देख्नुभयो, मन प्रसन्न भयो। अनि ओमकारेश्वर गएपछि खोजे गर्नुहुन्छ, ढकेल चाहिँ केही देख्नुहुन्न, जमिन सोतो मात्रै देख्नुहुन्छ। भन्दाखेरि के हो भने त्यही तलको कुण्ड हुन्छ, सानो यत्रो पार्थिवेश्वर हुनुहुन्छ, के अरे त्यहाँ शिवलिङ्ग हुनुहुन्छ होइन, नवेश्वर रूपमा हुनुहुन्छ। जसलाई ओमकारेश्वर, ओमको आकृतिमा पर्वत भएको हुनाले, त्यो मन्दिरको आकृति भएको हुनाले ओमकारेश्वर भनिएको। हामी अहिले त्यहाँ जाँदैछौँ। सबभन्दा पहिले नर्मदा नदीमा गएर स्नान गर्छौँ, गर्नेले गर्नु, ज्वरो सोरो आएको छ भने नगर्नु है नदीमा स्नान। ज्वरो फुट्यो भने फेरि अझ गाह्रो हुन्छ। यसो हात खुट्टा